न मन्त्रं नो यन्त्रं तदपि च न जाने स्तुतिमहो न चावानं ध्यानं तदपि च न जाने स्तुति कथा न जाने मुद्रास्ते तदपि च न जाने बिलपनं परं जाने मातस् त्वदनुसरणं क्लेशहरणम्। हे आमा, म हजुरको मन्त्र जाप गर्न पनि जान्दिनँ, स्तुति गर्न पनि आउँदैन, ध्यान गर्न पनि आउँदैन, हजुरका कथा चरित्रहरूको पनि ज्ञान छैन। हे जगत जननी, हे जगदम्बा, हजुरका शरणमा यदि पर्ने हो भनेदेखि सम्पूर्ण दुःखहरू क्लेशहरू नष्ट भएर जान्छन्। यो संसारमा आमा भन्दा अर्को निस्वार्थ भाव राख्नेवाला अरू को हुन सक्छ र? कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति। सन्तान कुसन्तान हुन सक्छन्, तर त्यो सन्तानका लागि आमा कहिल्यै पनि कुमाता बन्न सक्दिनन्। र यो संसारमा रहेका प्राणीहरूलाई, यी सन्तानहरूलाई आफ्नो काखमा सदैव जगदम्बा जगत जननीले राख्नुहुन्छ। जगदम्बा आमाको जय हो।